ल साथीहरू हेर्नुहोस् त यहाँ एकदम अप्ठ्यारो ठाउँ छ। त्यहाँ मान्छे गएर घाँस काट्न सक्छन्, तर के गर्ने त्यो एकदम अप्ठ्यारो एकदम भिड छ। धेरै अप्ठ्यारो ठाउँ हो एकदम। यो पहिलेको हाम्रो जिजुबाजेहरू बस्ने ठाउँ हो यो, एकदम हाम्रो पुर्खाहरू बस्ने ठाउँ हो यो। एकदम अप्ठ्यारो छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँ देख्दाखेरि एकदम छ, तर मान्छे त्यहाँ गएर घाँस काटेर ल्याउँछन्। एकदम अप्ठ्यारो ठाउँ हो, के गर्ने। यसको नाम हो मालिका डाँडा भनेर पनि चिनिन्छ। अनि यो एकदम रमाइलो छ, तपाईँहरूले हेर्न आउनुहोला कहिले यसो न, मालिका डाँडा भनेर हेर्न आउनुहोला। एकदम रमाइलो छ, देख्दाखेरि अप्ठ्यारो छ, तर त्यहाँ माथि गएर हेर्न मिल्छ। यताउता गर्न हेर्छ यहाँबाट शिवालयको पुरै गाउँपालिकाहरू हेर्न मिल्छ यो डाँडाबाट हेर्ने हो भने। शिवालयको पूर्ण टोलहरू जति शिवालयको 1 देखि 9 नम्बर वडाहरू रहेको गाउँपालिका हेर्न मिल्छ यो डाँडाबाट। हेर्नुहोस्, म यो डाँडाबाट ओलीवालतिरको डाँडाबाट देखाइरहेको छु। यो उता त्यो डाँडाको उतापट्टि 9 नम्बर रहेको हो। यो यहाँदेखि यो देखिने गरी 8 नम्बर हो। यहाँदेखि यो सबै 8 नम्बर, यता 5 नम्बर उता देखिन्छ, अनि पारि 5 नम्बर, अनि यता यो देखिने 2 नम्बर, अनि यता 2 नम्बर 3 नम्बर हो, अनि यता 2 नम्बर, अनि त्यहाँदेखि यता यो 2 र 1 यता लास्ट सबै शिवालय गाउँपालिका पुरै हेर्न सक्नुहुन्छ तपाईँहरूले यो डाँडामा आएर। यो डाँडाको नाम रहेको छ माथि गुराँसे डाँडा भन्ने हो। हेर्नुहोस् एकदम रमाइलो ठाउँ छ, के गर्नुहोस्। यो ठाउँलाई पर्यटक स्थलीय बनाउने ठाउँ हो। अब के गर्ने, हाम्रो नेताहरू छैनन्, त्यही भएर यस्तै भइसक्यो।